दर्शकबिन यति बेला प्रतिपक्षी दलले संसद अवरोध गरिरहेको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दल रासोपा राप्रपा माओवादी लगायतका दलले आज पनि उठेर विरोध जनाएका छन्। यति बेला भिजिट भिजा प्रकरणमा गृहमन्त्री जोडिसके पश्चात रासोपाले 5 बुँदे माग समेत राखेको छ। उक्त माग या प्रस्ताव सत्तापक्षले मान्न तयार छैन र लगातार 2 हप्तादेखि संसद अवरुद्ध हुँदै आएको छ। 2 हप्तादेखि संसद बन्दी जस्तै बनेको छ। अहिले सांसदहरू संसद आउने र फर्कने क्रम मात्र भइरहेको छ। धेरै जनाले अहिले यो संसदको हविगत देखे पश्चात तलब भत्ता पचाउनका लागि मात्रै सांसदहरू संसदमा आए भन्ने खालका आरोप पनि लागिरहेका छन् र तपाईले देख्न सक्नुहुन्छ आज पनि संसद बैठक सुरु हुने बित्तिकै रासोपा राप्रपा माओवादी केन्द्र लगायतका दलहरू उठेर विरोध जनाएका छन्। नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र केही दिन अगाडिदेखि केही लचक भए पनि आजबाट भने रासोपा सँगसँगै उनीहरूले अडान छाडेका छैनन्। जबसम्म गृहमन्त्रीले राजीनामा दिँदैनन् र संसदीय छानबिन समिति बनाउँदैनन् तबसम्म संसदको अवरोध नखुल्ने प्रतिपक्षी दलले अडान राख्दै आएका छन् र विशेष गरी सभामुख देवराज घिमिरेले निरन्तर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूसँग प्रमुख सचेतकहरूसँग पनि छलफल गरिरहेका छन्। तर त्यो छलफल निष्कर्ष विहीन भइरहेको छ। आज पनि सत्तापक्षका र प्रतिपक्षका सांसदसँग उनले छलफल गरेका थिए तर छलफल आज पनि निष्कर्ष विहीन भयो र आज पनि उनीहरूले संसद बस्न नदिसके पश्चात आजको बैठक स्थगित भइसकेको छ र बैठक भने भोलि दिउँसो 3 बजे मात्रै बस्नेछ। अहिले सत्तापक्ष र प्रतिपक्षको यो गुरुरका कारण संसद बन्दक जस्तै बनेको छ। संसदले आफ्ना काम कारबाही गर्न सकिरहेको स्थिति छैन। गत जेठ 13 र 14 गते पनि बैठक अवरुद्ध भएको थियो। 15 गते बजेट ल्याउनै पर्ने भएकाले प्रतिपक्षी दलले 15 गते एक दिन बैठक बस्न दिएको थियो। त्यस यता प्रतिपक्षी दलले बैठक बस्न दिइरहेको अवस्था छैन र बजेट यति बेला छलफल गर्नुपर्ने समय अब बर्खे अधिवेशन सकाउनु पर्ने स्थिति आइसकेको छ। बजेटमा छलफल गर्नुपर्ने स्थिति छ तर प्रतिपक्षले मानिरहेको अवस्था छैन। सत्तापक्षको अडान पनि उस्तै रहेको छ। सत्तापक्षले कुनै पनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने र छानबिन समिति गठन नगर्ने भनिसके पश्चात चाहिँ यो